ओके, फेसबुकमा पेज क्रिएट गर्नको लागि हामीले सुरुमा फेसबुक खोल्छौँ। फेसबुक खोलिसकेपछि यहाँनिर 3 लाइन देखिएको छ। माथि तपाईँले लाइन देख्न सक्नुहुन्छ। 3वटा लाइनमा क्लिक गर्नु होला। यहाँनिर क्लिक गरिसकेपछि तपाईँको यहाँनिर तल यसरी आउनुहोस्। आइसकेपछि यहाँनिर पेज भनेर लेखिएको छ, देख्न सक्नुहुन्छ। एउटा झन्डा छ यहाँनिर पेज भनेर, त्यो पेजमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ मेरो पेजहरू क्रिएट भइसकेको छ। अब म नयाँ पेज कसरी क्रिएट गर्ने भनेर सिकाउँदैछु है। त्यसको लागि यहाँनिर क्रिएट लेखिएको छ, माथि प्लसको आइकन, त्यसपछि क्रिएट लेखिएको छ, CREATE, त्यसमा क्लिक गर्नुहोस्। यहाँनिर क्लिक गरिसकेपछि यहाँनिर क्रिएट योर पेज भनेर लेख्छ। त्यसपछि यहाँनिर तल त्यहाँ गेट स्टार्ट लेखिएको छ, तपाईँले गेट स्टार्टमा क्लिक गर्नु होला। यहाँनिर क्लिक गरिसकेपछि यहाँनिर पेज नेम भन्छ है, तपाईँले पेज नेम लेख्नुपर्ने हुन्छ। यहाँनिर म पेज लेख्छु एउटा, ओके, नमुवा भनेर यहाँनिर मैले पेज राखेँ है। पेज राखिसकेपछि यहाँनिर नेक्स्ट गर्नु होला है, नेक्स्ट गर्नु होला। ओके, नेक्स्ट गरेपछि कुन क्याटेगोरीको हो, क्याटेगोरी सिलेक्ट गर्नुपर्ने हुन्छ तपाईँले। यहाँनिर क्याटेगोरी सिलेक्ट गर्छु। ओके, डिजिटल क्रिएटर हैन, पर्सनल ब्लग के छ तपाईँको, आर्टिस्ट के हुनुहुन्छ, तपाईँले यहाँनिर सिलेक्ट गर्नु होला। डिजिटल क्रिएटरमा म यहाँनिर सिलेक्ट गरेँ। त्यसपछि यहाँनिर नेक्स्ट गर्नु होला है। नेक्स्ट गरिसकेपछि फेरि हाम्रो यहाँनिर अर्को अप्सन आउँछ। यहाँनिर अलिकति नेटको स्लो प्रब्लम रहेको छ। तपाईँले क्याटेगोरी सिलेक्ट गर्नुहुन्छ। क्याटेगोरी तपाईँले कुन हो है, तपाईँले त्यो क्याटेगोरी सिलेक्ट गर्नु होला। के हुनुहुन्छ, कमेडियन हुनुहुन्छ, आर्टिस्ट हुनुहुन्छ है। त्यसपछि तपाईँले यहाँनिर वेबसाइट राख्न सक्नुहुन्छ, छ भने राख्नुहोस्, छैन भने यहाँनिर स्किप गर्नु होला। माथि स्किप गरिसकेपछि यहाँनिर तपाईँले फोटो राख्नुपर्ने हुन्छ। तपाईँको फोटो यहाँनिर एड गर्नुपर्ने हुन्छ। अहिले म फोटो राखेन किनकि मेरोमा फोटो छैन, स्किप गरेँ मैले, केवल सिकाउनको लागि गरेँ मैले। यहाँनिर स्किप गर्छु। स्किप गरिसकेपछि यहाँनिर हाम्रो पेज क्रिएट हुन्छ है। यहाँनिर हाम्रो पेज क्रिएट भइसकेको छ, देख्न सक्नुहुन्छ। ओके, कन्टिन्यू भन्छ, यहाँनिर कन्टिन्यू गर्नु होला। हाम्रो पेज क्रिएट भइसकेको छ, देख्न सक्नुहुन्छ। ओके, यहाँनिर पेज क्रिएट भइसकेको छ हाम्रो पेज। अब यसलाई कम्प्लिट गर्नको लागि तपाईँले सम्पूर्ण डिटेल्सहरू यहाँनिर फिल गर्नुपर्ने हुन्छ। कहाँ कसरी के फिल गर्ने सबै कुराहरू नेक्स्ट भिडियोमा म तपाईँलाई बताउने छु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनु होला। नेक्स्ट डे न्यू भिडियोमा तपाईँलाई प्रतीक्षा गर्नु होला। आजको लागि बाई बाई।